विश्व दर्शनमा सम्पूर्ण भक्तलाई षड्तिला एकादशीको कथा लिएर स्वागत गर्दैछु। तिथिमितिको जानकारी षड्तिला भन्ने बित्तिकै षड कम्तीमा 6वटा भए पनि तिल दान गर्नु, 6वटा दाना भए पनि। यो तिलको दानको महत्त्व कस्तो छ अनि एकादशीमा कस्तो व्रत गर्ने हो, कसरी व्रत लिने हो, यसको महत्त्व र कथानक समेत जानकारी लिएर यहाँहरूका बिचमा उपस्थित भएको छु। असाध्यै महत्त्वपूर्ण कथा छ भक्त महानुभावहरू, त्यस कारणले धैर्य भएर यो कथालाई लाभ लिनुहोला। र महत्त्वपूर्ण कुरा तिथिमितिको जानकारी, यसको विधि र कथा तीनै कुरा एउटै भिडियोमा प्रस्तुत गर्दैछु। आउनुहोस् जानकारी लिउँ। 2082 सालको पुष महिनाको 30 गते नै माघ महिनाको कृष्ण पक्षकी एकादशी षड्तिला एकादशी यो पाली परेकी छिन्। यो अङ्ग्रेजी वर्ष भन्ने हो भने 2026 जनवरी 14 तारिकका दिनमा षड्तिला एकादशी छन्। भक्त महानुभावहरू, यो दिनको तिथिमितिको कुरा गर्दा 28 घडी 31 पोलाले युक्त भएको तिथि छ। यसै दिन महानुभावहरू अनुराधामा नक्षत्र परेको छ र यो पावन दिनमा सूर्य उदय 6:58 जाँदा सूर्य उदय हुन्छ। यो तिथिमितिको मोटामोटी जानकारी गराएँ। अब भक्त महानुभावहरू, एकादशी भन्ने बित्तिकै दशमीका दिनदेखि नै अर्थात् पुष 29 गतेदेखि नै हामी साँझका बेलामा सकभर साग, मुलाहरू, लसुन, प्याज, मांस, मदिराजन्य तामसी भोजनको निषेध गरेको छ। कति कुरा गरौँ, अलग अलग विस्तारा अर्थात् ब्रह्मचर्यमा रहनु बताएको छ। यति गरिसकेपछि भोलिपल्ट एकादशीको दिन अर्थात् 29 गतेको भोलिपल्ट 30 गते बुधबारका दिनमा एकादशी षड्तिला हुन् भन्ने जानेपछि जौ तिल कुश सहित भएर सङ्कल्पसित स्नान गर्दा असाध्यै राम्रो हुन्छ। तर सङ्कल्प यदि गर्न सकिएन भने म यो गोत्रको, यो न्वारानको नाम भएको, यो राशिको, यो न्वारानको नाम भएको व्यक्तिले षड्तिला एकादशीको व्रत बस्छु, फलाहार गर्छु, भजन कीर्तन र कथा सुन्छु, दान पनि गर्छु भन्ने भावले सङ्कल्प मिलाएर स्नान गर्नु। स्नान गरिसकेपछि सूर्यलाई अर्घ र गायत्री उपासना असाध्यै महत्त्वपूर्ण छ। अनि घरमा आएर सामग्रीहरू, यदि हजुरले नदीमा, तलाउमा बगेको जलमा स्नान गर्ने असम्भव छ भने आफ्नो घरमा पनि गङ्गाजल मिसाएर अथवा शालिग्रामको जलसहित स्नान गर्नाले उही फल प्राप्ति हुन्छ। अब हजुरले दीप, कलश, गणेशको स्थापनाका लागि सामग्री जुटाउनुपर्छ। दियो अनि कलश, पञ्चरत्न है, पञ्चपल्लवहरू, बर, पिपल, आँप, पाँकरी र डुम्रीका पातहरू, पञ्चामृतका लागि दुध, दही, घिउ, मह, चिनी अनि एउटा केही दुनाहरू, टपरीहरू, गणेशका लागि नरिवल या सुपारी अनि त्यही तरिकाले जनेऊ अनि लड्डुहरू भयो भने असाध्यै राम्रो भयो। अनि सुपारी, दुबु र भगवान नारायणको, राधाकृष्णको प्रतिमा, यदि त्यो सम्भव छैन भने शालग्राम, बिचमा उहाँलाई राखेर दीप, कलश, गणेशको आह्वान गरिसकेपछि लक्ष्मी नारायणको, राधाकृष्णको भव्य पूजाका लागि आह्वान, आसन, पाद्य, अर्घ, पञ्चामृत, गन्ध, अक्षता, पुष्प, जौतिलका अक्षता, पुष्प, पुष्पमाला, तुलसी पत्र, ऋतुफल, सौभाग्य सामग्री राधाका लागि, कृष्णका लागि अनि धूपदीप, नैवेद्य र आरती, भजन कीर्तन सहित एकादशीको व्रत गर्नुपर्छ। अब यो नियम बताएँ। अब महानुभावहरू, एकादशीका दिनमा कथा पनि सुन्ने भनेको छ। अब यो कथा यहाँलाई मङ्गलाचरण गरेर स्वस्तानी शैलीमा नै सुनाउँछु। आउनुहोस् श्रवण गरौँ।
शुक्लं ब्रह्म विचार सार परमा माध्यम जगत व्यापिणीं वीणा पुस्तकधारिणीं अभयदां जाड्यन्धकारपां हस्ते सपाटिकमालिकां विदधतीं पद्मासने संस्थितां वन्दे तं परमेश्वरीं भगवतीं बुद्धिं प्रदां शारदां द्रापीणं नटवरवपुकर्णयो कर्णिकारं बिभ्रदवास कनककपिशं वैजयन्तीं च मालां रन्ध्रान् वेणुरधरसुदया पूरयन् गोपवृन्दै वृन्नारण्यं स्वपदरमणं प्रापिशदगीतकीर्ति नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयत्। जय बोलो षड्तिला एकादशी को जय। दालभ्योवाच मर्त्यलोके तु सम्प्राप्ता पापं कुर्वन्ति जन्तवः ब्रह्मत्यादि पापैश्च अन्यैश्च विविधैर्युताः। पहिला नैमिषारण्य गरेका परम पवित्र पावन क्षेत्रमा 88,000 ऋषिका परमासुत पौराणिकले शौनकादि 88,000लाई यही कथा सुनाउनु भयो। एकपटक युधिष्ठिर राजालाई भगवान कृष्णले यिनै कथा सुनाउनु भयो। यहाँ दालभ्य ऋषिले पुलत्स्य ऋषिसँग सोध्नुहुन्छ, हे प्रभु, मर्त्यलोकका पृथ्वीमा कलियुगका मान्छेहरू पाप कर्महरू असाध्य गर्छन् अनि यिनीहरू अर्काको धन हरण गर्ने दुर्व्यसनमा लागेका हुन्छन्। ससाना दान पुण्य गर्नाले ती ठुला ठुला पापहरू नष्ट गरिने कुन चाहिँ कर्म, कुन चाहिँ व्रत, कुन चाहिँ दान छ त्यो चाहिँ हजुरले हामीलाई बताइबक्स्यो। पुलत्स्योवाच साधु साधु महाभाग गुह्यमेत दुरार्थम यन्य कस्यचिदाख्यातं ब्रह्म विष्णुन्द्र देवतये। हेर हजुरले असाध्य राम्रो कथा सोध्नुभयो, सो कुरा सोध्नुभयो। पुलत्स्य ऋषिले भन्नुहुन्छ, यो कुरा अघि कुनै समयमा नारद आदि देवताहरूले पनि भगवान नारायणलाई गएर सोधेका थिए, हे द्विजोत्तम ब्राह्मण, म त्यो कुरा तिमीलाई बताउँछु। माघ महिना आएपछि नुहाई धुवाई शुद्ध भई आफ्ना इन्द्रियहरूलाई जितेर संयमी भई काम क्रोध अभिमान लोभ आदिलाई त्यागी हात पाउ पखाली भगवानलाई सम्झनु। आफूले सकेसम्म भुइँमा नझरेको गाईको गोबर ल्याएर त्यसमा तिल छरेर कपास मिलाएर गाईका गोबरमा डल्ला बनाउनु। त्यसरी 108वटा डल्ला बनाउनु। तब माघ लागेपछि माघको आरम्भमै भए पनि सुरुमा नै भए पनि व्रतको आरम्भ गर्नु। अनि पुत्रको कामना गर्नेले एकादशीको व्रत लिनु। व्रत गर्नुपर्ने विधान पनि बताइयो। पहिले आफू शुद्ध हुनु, सावधान भई भक्ति प्रभग देव देव भगवान ऋषिकेश नारायणको भव्य पूजन गर्नु छ। रात्रिमा जागरण गर्नु अनि दिव्य तरिकाले 108 डल्ला ती तिल सहितका गाईका गोबर र कपास सहितका सामग्रीलाई हवन गर्नु पर्दछ। पूजा गर्दा शङ्ख चक्र गदा पद्म धारण गरेका हातमा दिने देवताहरूका देवता विष्णुको पूजा गर्नु। पूजाका सामानहरू श्रीखण्ड चन्दन सेतो सुगन्ध फुल कुमकुम कपुर चिनी मिलाई नाना प्रकारका नैवेद्य बनाउनु। त्यसपछि बारम्बार भगवान श्रीकृष्णको नाम र जप कीर्तन गर्नु। अनि कुभिन्डो नरिवल बिमेरो ती तीज नपाए ती 3 चीज यदि ती चीज नपाए सुपारी आदिले अर्घ पात्रको पञ्चामृतमा राखी विधिवत पूजा गर्नु पर्दछ। अनि अर्घको जलमा जनार्दनको पूजा गरी अर्घ पात्र उठाई पूर्व फर्की धारा लगाउँदै
हे कृष्ण हे दयालु, अगतिमा परेकालाई सद्गति दिने हे कृपालु कृष्ण। परमेश्वर संसार रूपी समुद्रमा डुबेका मनुष्यमाथि प्रसन्न हुनुहोस्। हे पुण्डरीकाक्ष तपाईलाई मेरो बार बार नमस्कार छ। संसार अर्णवमग्नानां प्रसीद परमेश्वर, नमस्ते पुण्डरीकाक्ष नमस्ते विश्वभावन। सुब्रह्मण्य नमस्तेस्तु महापुरुष पूर्वज, गृहाणार्घं मया दत्तं लक्ष्म्या सह जगदपते। यो तरिकाले यो मन्त्र भनेर 15 र 16 श्लोकले स्तुति गरेर भगवानको अर्घ चढाउनु। त्यसपछि आफूले सकेको वस्त्र, छाता, जुत्ता अनि त्यस्ता सामग्रीहरू गुरुलाई पूजा गरी दान दिनु। जल भरिएको घडा दान दिनु। हात जोडेर मेरा श्री कृष्ण प्रसन्न हुनुहोस् भनेर प्रार्थना गर्नु। हे द्विजोत्तम शक्ति अनुसार सके कहिले गाई दान गर्नु। हे ब्राह्मण त्यसै अवसरमा तिल भरिएको पात्र पनि दान गरोस्, भाँडो पनि दान गरोस्। हे मुनि खानाका लागि काला तथा दाना उपयुक्त तिलका दाना उपयुक्त बेस हुन्छ अथवा काला तिल अनि बेस हुने हुँदा शक्ति अनुसार तिल पनि दान गर्नु। तिल दान गरेमा 1000 वर्ष स्वर्गमा बस्नु। उदय हुने सर्वप्रथम तिल दान गर्नु नै उत्तम मानिएको छ। नारदले श्री कृष्णलाई बिन्ती गर्नुभयो, हे प्रभु, हे कृष्ण, हे महाबाहो, हे भक्तवत्सल, तपाईले मेरो विनम्र नमस्कार छ। शर्तिला एकादशीको व्रत विधान आज्ञा होस्, त्यसको फल पनि आज्ञा होस्, त्यो फल प्राप्त हुने पनि आज्ञा होस्। अब श्री कृष्ण भगवान आज्ञा गर्नुभयो। हे नारद मुनि, त्यस्तो बारे जस्तो प्रकारको वृत्तान्त मैले देखेको छु त्यो तिमीलाई भन्दछु, सुन। श्री कृष्ण आज्ञा गर्नुभयो, हे नारद, शर्तिला एकादशीमा व्रत बसेर तिल दान गर्छन् भने त्यसको पुण्यका प्रभावले जति तिलका दाना छन् त्यति 100 वर्षसम्म स्वर्गमा बस्न पाउँछन्। यसको एउटा कथा पनि छ। उहिले मृत्युलोकमा एउटी ब्राह्मणी निवास गर्दथिन्। हे नारद मुनि, उनी मेरी भक्तिमा मग्न भइरहन्थिन्। यसरी उपवास बस्दा बस्दा तिनको शरीर अति नै दुब्लो थियो। शरीरको कुनै वास्ता नराखी सधैँ भक्ति मात्र गर्दथिन्। अति कृच्छरता सातु सर्वकालेषु वैदिजः, असाध्यै कठोर व्रत उनको शरीर शुद्ध भयो। तर उनको शरीरको दुर्बलताले गर्दा भिक्षा माग्ने वैष्णव जनलाई कहिल्यै उनले भिक्षा दान गर्न सकिनन्, प्राणी तृप्ति पनि पार्न सकिनन्। त्यो कुरो जान्ने विचार म मृत्युलोकमा गई जटाधारीको रूप धारण गरेर उनीसँग भिक्षा मागे। तब ती ब्राह्मणले भने, हे ब्राह्मण, तपाईँ कहाँबाट आउनुभयो, जहाँबाट आउनुभयो त्यो बताउनु, फेरि मैले हे सुन्दरी भिक्षा देऊ भने। तर तिनले एकदम रिसाएर मेरो पात्रमा माटाको डल्ला हालिदिन्। हे ब्राह्मण नारद, फेरि म तुरुन्तै स्वर्ग गएँ। फेरि केही समयपछि धेरै व्रत गरेको प्रभावले उनले स्वर्ग प्राप्त गरिन्। जबसम्म व्रत गरेर अन्नदान गरिँदैन तब पछि मृत्युलोकबाट यहाँ आएपछि पनि केही खान पाइँदैन। अनि केही समयपछि त्यो व्रत गरेका प्रभावले उनले स्वर्ग त प्राप्त गरिन्। त्यहाँ उनले अति सुन्दर घर प्राप्त गरिन्, तर धन धान्य खानेकुरा केही पाइनन्। हे विप्रसी नारद, माटोको डल्ला भिक्षा दान दिएको प्रभावले सुन्दर घडा त देखिन्, तर घडाबाट निस्केर सोझै म भएका ठाउँमा आइन्। अति नै रिसाएर आज्ञा गरिन्। मैले अति कठोर व्रत बसेँ। हे त्रिलोक रक्षक, आज जो विष्णु हुनुहुन्छ उहाँको आराधना गरेँ। हे जनार्दन, मेरा घरमा कुनै चिजबिज र धन खाने चिज केही पाइन। यसको अर्थ के छ? तब मैले भने, हे सुन्दरी, अन्नदान नगरेका कारणले हो, त्यसकारण तिमी
जसरी यहाँ आएकी छौ त्यसरी नै आफ्नो घर जाऊ। त्यहाँ तिमीले असह्यले चकित भएका देवपत्नी अप्सराहरू उत्सुक हुँदै तिमीलाई हेर्न भेट्न आउँछन्। जब मैले उनलाई भने तिमी सर्तिला एकादशीको व्रत गरेको पुण्यले तिमीलाई हेर्नका निम्ति आउँछन्। सर्तिला एकादशीको पछि ती मानुषी ब्राह्मणी गइन्। तब हे नारद उसै समयमा देवपत्नी अप्सराहरू पनि आइपुगे। भगवानले बताइदिएपछि ती मानुषी देवर्षि आइन् अनि त्यहाँ तिनले हामी तिमीलाई हेर्न आएको भनेर ती देवपत्नीलाई ब्राह्मणीलाई भन्न थाले। तिमीलाई हामी हेर्छौँ ढोका उगाएर अति नै सुन्दरी। यदि मलाई हेर्ने विचार साँचो भएका भए म ढोका त खोल्छु, तर सर्तिला एकादशीको व्रत गरेको पुण्य तिमीहरूले मलाई दिनुपर्छ भनेर आज्ञा गर्नुभयो। अनि सर्तिलाको नाम सुनेर त्यहाँ कसैले पनि केही बोलेनन्। अनि एउटीले भनेनन् म मानुषी मान्छेलाई हेर्छु बरु सर्तिलाको पुण्य दिन्छु। अनि ती मानुषी ढोका खोलिन्। ती हेरिरहँ जस्तै अत्यन्त राम्री, न त देवी न त गन्धर्व न दानवी न पन्नगी नागकन्या जस्तै थिइन्। मैले पहिले देख्दा पनि त्यो त्यस्तै नारी थिए। फेरि अचम्म पर्ने कुरा त एकैछिनमा झन् सुन्दरी बनिन्। उनको रूप कान्तिले भरियो, अत्यन्त चम्किलो भयो। हे नारद ऋषि, सर्तिला एकादशीको व्रतका प्रभावले उनको सारा घर धनधान्यले भरिभराउ भयो। अति सुन्दर वस्त्र आभूषणले सजिएकी सुन चाँदी आदि गरगहना समेत प्राप्त भयो। श्री कृष्ण आज्ञा गर्नुहुन्छ हे युधिष्ठिर, यस्ता प्रकारले माघ कृष्ण पक्षको सर्तिला एकादशीका व्रत बसेर तिलदान गर्नाले निश्चय नै सारा पाप राशिहरू भस्म हुनेछन्। यसमा सन्देह छैन। ती ब्राह्मणीको किसिमको पुण्यलाई हेरेर नै हामीले जाने हुन्छ। जय बोलो सर्तिला एकादशीको जय। दानं च विधिना सम्यक् सर्व पाप प्रणाशनम् नानरतभूत नायास शरीरे मुनिसत्तम। हे मुनि श्रेष्ठ नारद, विधिपूर्वक राम्रोसँग दान गर्ने गरिसियो भने त्यस्तो दानको प्रभावले सारा पाप राशिहरू नाश हुनेछन्। उसलाई कुनै पनि विपत्ति आइपर्ने छैन भनेर यो सर्तिला एकादशीको व्रतको कथा पुरा गरियो। हरे नमः। एकादशी तुलसी तिलको दान, हामीलाई पनि वैकुण्ठ लैजाऊ भगवान। एकादशी तुलसी तिलको दान, हामीलाई पनि वैकुण्ठ लैजाऊ भगवान। एकादशी तुलसी तिलको दान, हामीलाई पनि वैकुण्ठ लैजाऊ भगवान। भक्त महानुभावहरू कथा पुरा गरे। नमस्कार।